हामी चाहिँ अहिले विद्यापुरको बजारमा छौं। ल बाटोको हालत चाहिँ यस्तो छ गाइस। ल नेताहरू यसो हेरिदिनु पर्यो यतातिर नि। गुट्टुको बजार हो यो चाहिँ। म अनि दिदी पढेको स्कुल चाहिँ देखाउँछु ल। बचपनमा सायद नर्सरीमा पढ्थ्यो होला म। हो यही स्कुलमा चाहिँ पढेको क्या पहिला। अटो चाहिँ यहाँ राखेर म चाहिँ पेट्रोल लिन आएको छु यहाँमाथिर होइन। पैसा चाहिँ यहाँ छ गाइस। अनि यहीँनिर पाउँछ अरे उहाँ आन्टीकोमा। पेट्रोल लिएर आइसकेको छौँ 3 लिटर। ल गाइस पेट्रोल पनि भयो। अब त्यहाँनिर सामान पनि किन्ने हो थोरै। अब हिँड्न लाग्यो। ल सर मिलन चोकमा पुग्यौँ हामी गुठु है। हेर 30 लाख दाम परेगा है दुईटै। फाइनली नीलो आकाश देख्न पायो गाइज। मायाताल पुग्यो। यो देखिने डाँडानिर चाहिँ बिजौराको बजार छ। बिजौरा बजार चाहिँ यही हो। फाइनली हामी चाहिँ पुगिसकेको छौँ लोकेसनमा। अनि ल ब्याकग्राउन्डमा चौतारा डग। क्या बुढाबुढी हाम्रो यता भेना दिदी। बिजौरा बजार कस्तो लाग्यो दिदी? राम्रो छ। भेना त्यहाँ जानुभयो फोन आएर। म चाहिँ छु। हामी चाहिँ यसैलाई लिन आएको थियौँ। दिदीले ट्रेमा हाल्दैछ। माछा चौजा खाने अरे। माछा खान यहाँ हामीलाई चौचाउहरू बनाइदिनु लाग्नु भयो। चाउचाउ नि आइसक्यो। अब हामी चाहिँ खाँदैछौँ सबैजना। भेनाले चाहिँ भिडियो बनाउनु भएको छ त्यही भएर देखिनु भएको छैन क्यामेरामा। अब मैले देखाउँछु। हालिदिन्छु।
गुठुको बजार फेरि रिटर्न भएर आइसकेको छौँ। भ्यू हेर ल सर हेर त उता स्वर्ग हेर्न हाम्रो ठाउँमा आउनुहोस् गाइस। बाब्या चोर रङ्गशाला ल फाइनली घरमा पुग्यो। यो चाहिँ दिदीको घर हो सर। यता चाहिँ भेनाको होटल अनि त्यहाँ पर चाहिँ दिदीको सटर खुलेको छैन पसल अहिलेसम्म। ल फाइनली निउर्ता गयो। यो च्वा चाहिँ लिएर आइसकेको छौँ। भान्जीहरू आइसके हेर्नलाई। ल खोरमा हाल्नलाई पनि हामी रेडी भइसकेको छौँ। ठुलो ठुलो सुँगुरहरू पनि छ अरू। अब यो चल्लालाई पनि यहीँ हाल्न लागेको छौँ। हेर्न सक्नुहुन्छ नजरिया यहाँ वरिपरिको। ल सर तल हेर्न सक्नुहुन्छ। Oh, okay guys, thank you.